साँचो माया कहिले पनि भिख मागेर पाइँदैन। माया त्यस्तो भावना हो जुन मनले आफै महसुस गर्छ। यदि कसैलाई मलाई साथ देऊ, मलाई समय देऊ, मलाई बुझिदेऊ, मलाई माया गर भन्दै बारम्बार अनुरोध गर्नुपर्छ भने त्यो सम्बन्धमा माया कहिले पनि हुँदैन। जसले तपाईँलाई साँच्चीकै माया गर्छ उसले तपाईँको हरेक कुराको कदर गर्छ। तपाईँको मौनता, तपाईँको दुःख, तपाईँको पीडा, तपाईँको हाँसो, तपाईँको खुसी सबै कुरा बुझ्छ र तपाईँको मन कहिले दुखाउने कोसिस गर्दैन। मायामा जबरजस्ती हुँदैन, मायामा बाध्यता पनि हुँदैन। साँचो माया त त्यो हो जहाँ दुई मनहरू बिना कुनै स्वार्थ एक अर्कातर्फ आकर्षित हुन्छन्, जहाँ प्रेम प्रमाणित गर्न हजारौं शब्दहरू नै चाहिँदैन। आफ्नो आत्मा सम्मान गुमाएर कसैको प्रेम माग्नुभन्दा आफूलाई माया गर्न सिक्नु धेरै राम्रो कुरा हो। किनकि सही व्यक्तिले तपाईँलाई प्रेम गर्न कुनै कारण खोज्दैन। उसले तपाईँ जस्तो हुनुहुन्छ त्यस्तै स्वीकार गर्छ। याद राख्नुहोस्, साँचो माया कहिले पनि भिख मागेर पाइँदैन। यदि आज तपाईँले भिख मागेर कसैको माया पाउनु भएको छ भने अब जिन्दगीभरि तपाईँले त्यो मायालाई भिखकै रूपमा स्वीकार गर्नुपर्ने हुन्छ। आफूलाई एकपल्ट प्रश्न सोध्नुहोस्, के तपाईँलाई माया चाहिएको हो कि दया? तपाईँ अब आत्मा सम्मान रोज्ने कि दयाको रूपमा बाँडिएको प्रेममा चित्त बुझाउने? चोइस इज योर्स। थ्याङ्क यू।